दामी मैतिर आउँदैछ सफा गर्दै गर्दै मेसिन अब यहाँ मेसिनले पुरा सफा गरिरहेछ हाम्रोतिर के अरे त्यो पोचा हाल्नुपर्ने हुन्छ होइन यो चाहिँ ब्याङ्कक है ब्याङ्कक थाइल्यान्डमा चाहिँ अहिलेमा चाहिँ यस्तो दामी एयरपोर्टहरू छ कि है के गर्नु हाम्रोमा यस्तो छैन कहिले बनाउने हो तर पक्कै पनि म प्रधानमन्त्री भएपछि बन्छ क्या नेपालमा दामी दामी बन्छ क्या हरेक कुराहरू चाहिँ यस्तै छ रिजोक पनि छ सब चाहिँ ल्यान्डिङ पनि गरेको अवस्थामा हामी चाहिँ तपाईँहरूको त ह्यान्ड गाडी पनि ठुलो थिएछ या ओके गाइस ल मजा आइरहेछ कता हिँडेको हामी कता लाने हो केही पनि थाहा छैन हजुर दाइ र म चाहिँ फाइनल्ली आइपुगिसक्यौँ दाजुभाइको यात्रा रमाइलो भयो यहाँसम्म सँगै बस्न नपायो भने कता हो अब केही थाहा छैन होइन फर्स्ट टाइम है दाइ पनि फर्स्ट टाइम है तपाईँ इन्टरनेसनल म पनि केही पनि थाहा छैन अब अगाडितिर देखाउनु पर्यो जस्तो ब्रो पनि हुन्छ पनि जापानी अर्कै ठाउँ हो तर ए चिन्जान ल ब्लग हो हजुर त्यो चाहिँ छोटो कता जानुपर्ने हो यतै होला है सरकार जाने हो नि त यहाँ मिठो हुँदो रहेछ यहाँ हिँड्दा नि यस्तो भयो तिर्समा पनि लिभ भइदियो दामी हुन्छ है ओके गाइस ल नि हुन्छ के पर्खिराख्नु है हजुर एक्सक्युज मी यो के पर्खिराख्ने हिँड्नु भने फेरि हाम्रोमा त उकालो मात्रै लिफ्ट हुन्छ यहाँ चाहिँ तेर्छ पनि लिफ्ट हिँड्नै नपर्ने कि यहाँ नि त एकछिन खुट्टै चल्दैन अब हामीलाई कहाँ लान्छ अब थाहा छैन होइन केही थाहा छैन एयरलाइन्स कहाँ दाइको घर गाइस अहिले म ब्याङ्ककको इन्टरनेसनल एयरपोर्टमा छु होइन अब यहाँबाट चाहिँ हामी जापान 12:25मा हिँड्छौँ अझै धेरै यहाँ ट्रान्जिट छ है धेरै घन्टाको बोरिङ भइरहेछ यो बोरिङमा चाहिँ होइन नेपाल एकदमै यहाँको सिस्टम हुन्छ नि एयरपोर्ट खतरा एयरपोर्ट रहेछ क्या यहाँ चाहिँ नेपाल हेरी त के हो क्या नेपाल त हाम्रो केही पनि हेर्ने जस्तो क्या कहिले हाम्रो नेपाल यस्तो बन्छ थाहा छैन तर म प्रधानमन्त्री भएपछि बन्छ होइन है अब टक्क म यो वरिपरि देखाउँछु है यो चाहिँ नेपालको विभिन्न नेताहरूसम्म पुगोस् सेयर भएर है यो भिडियो कस्तो हुनुपर्ने रहेछ इन्टरनेसनल एयरपोर्ट भनेर अनि विशेष चाहिँ के हो भने दाइले पनि हेर्नु यहाँ एयरपोर्टमा काम गर्ने कर्मचारी त्यो सेक्युरिटीहरू चाहिँ भर्खरको मान्छेहरू हुन्छ नि बुझ्छ बोलीचाली त्यो हुन्छ नि भर्खरकोहरू क्या उनीहरूलाई चाहिँ रोजगारी दिएर अनि पो देशमा मान्छे युवाहरू रहन्छ त होइन ल दाइ ठिक छ म देखाउँदै लान्छु अब यहाँ सिस्टम हेर्नु क्या कस्तो छ भने ओके ल मेरो त यहाँ आइसक्नु भयो म पनि आउने के हो यो चाहिँ खास कुनै गरिरहेको छु भिडियो गरिरहेको है अलि पर जानु त म त अटिनँ त योमा त आएर मेरो चाहिँ के हो स्क्यान पैसा तिर्नु पर्ने हो क्या स्क्यान गर्नु
नो कमाउँदै ल्याउँछु म त उहाँ स्क्यान गर्दैछ यो तिम्रोमा मोबाइल नम्बर फोटो आउँछ कि यो अनि यो एकछिन है त दामी छ हो दामी छ एयरपोर्टहरू वरिपरिमा देखाउँछु कस्तो छ भनेर हो के त अब यो साइडमा गएन होइन थाइल्यान्डको ब्याङ्कक भनेमा छु है गाइज म चाहिँ अहिले हत्तीबाट हत्ती भयो तपाईँ छ नि त म आउँछु अब एकछिन यसलाई नै कन्टिन्यू गरेको कि एकछिनपछि खिचिदिन्छु म दामी छ दामी दामी सिस्टम क्या खै म नि गर्छु एकछिन तपाईँ त आउनु त स्क्यान गर नि यहाँनिर के यो फोटोहरू पठाइदिन्छ क्या स्क्यान निकाल न गाइस यहाँ चाहिँ दामी सिस्टम रहेछ अब देख्न सक्नुहुन्छ ठक्क म अगाडि बढेँ हो हेलो हेलो USA खोइ कहाँ के हुनुपर्ने यो हजुर यो के आउँदैन त मेरो त हेरेर आएर फोटो खिच्छ के सानो देख्यो अब स्क्यान गर तपाईँको स्क्यान छ होइन स्क्यान नगर्ने मेरो त भिडियो चाहिँ निकालिरहेको छु अब कुनमा गर्नु यहाँ स्क्यान गर्यो भने चाहिँ आउँछ होइन त त्यो अघिको थियो नि उहाँहरू त आउँदैन त अहिले त त्यो अघिको उमा चढेकोहरू त त्यो पनि आउँछ होला अब अब चाहिँ आउँछ अघिको त आउँदैन त है कुन चाहिँ यसले गर्नु हो थेममा क्युआर आउँदै आउँदैन जापान त्यसपछि साकुरा दामी दामी यस गाइस अब अर्को पनि आउँछ होइन त्यसो भएन नि त स्क्यान गर्दैन यहीँ आइसक्यो गाइस दामी रहेछ यो सिस्टम तपाईँकोमा आइदियो होइन मेरो पनि भएन त्यो अघि तपाईँको के होला आउने छु त मस्त दिन गाइस यहाँको म दामी ल्याइदिन्छु ल एयरपोर्टहरू हजुर भिडियो बनाइ गाइस माथि पनि त्यही खिच्दिनु देखाइरहेको छु म होइन यस्तो दामी मेरो दाइ फोटो खिचिरहनु भएको छ यहाँ सौरी गरिरहेको छ होइन यस्तो दामी एयरपोर्ट छ कि यहाँ नेपालको हेरी त यस्तो हो यस्तो सिस्टम यतापट्टि पनि हल्कामा देखाएर आइहाल्छु है उता कस्तो छ भने गाइस हेर्दै जानु होला भिडियो होइन यति सिस्टमेटिक छ कि ब्याङ्ककको एयरपोर्ट इज भेरी ब्युटिफुल एन्ड सिस्टमेटिक यो हेर्दै पनि थाहा हुन्छ होइन नेपाल पनि यस्तो बन्छ कुनै दिन हाम्रो नेपाललाई पनि बनाउनु पर्छ हामी नै बनाउने हेर्नुहोस् गाइस दामी छ कि छैन होइन
कस्तो सिस्टमले बनाएको छ, यति सफा छ हो। यो मान्छेले सफा गरिरहेको छैन कि हो, मेसिनले पुरा सफा गरिरहेको छ। परसम्म म थोरै देखाएर आउँछु ल कस्तो छ भनेर। गाइस मेरो जीवन म्युजिक आइरहेको छ यहाँ चाहिँ। अब मेरो कपिराइट लाग्ने भयो होइन, त्यो म्युजिक चाहिँ एकछिन नबजिदिएको होइन हुन्थ्यो। दामी छ गाइस। परसम्म अल्छी लाग्छ, म जाँदिनँ होइन, यहाँबाट फर्किन्छु। गाइस म चाहिँ फर्केँ है। अब खानेकुरा धेरै छ हो, हाम्रो चाहिँ अब पैसा डलर पनि छैन, जापानिज मात्रै छ है। त्यही भएर आज हामीले खानेकुराहरू पनि सब भित्र हालेको थियो, लगेको छैन, बाहिर छैन। भोक नै हुनुपर्ने छ 1 घन्टा जति। 1 घन्टा नै होइन, 24 कति अब भोक लागिरहेछ। तर पछाडि भएर प्लेन चढेपछि दिन्छ होला खानेकुरा। त्यही 3 जेलसम्म चाहिँ हामी थाम्ने छौँ गाइस। धरती हाम्रो, आकाश हाम्रो, हाम्रै परिवेश भन्ने गीतले चाहिँ मलाई विदेशमा छु भन्ने पनि लागेन, संसार हाम्रै साझा घर हो भन्ने नै लागिरहेछ। सक्नुहुन्छ है। यहाँ चाहिँ अघि मैले एउटा टुथपेस्ट बोकेको थिएँ होइन, टुथपेस्ट पनि बोक्नु नमिल्ने रहेछ साइड ब्यागमा, ह्यान्ड ब्यागमा है। त्यो चाहिँ 100 ग्राम कि कतिको मिल्ने रहेछ, मेरो चाहिँ 150 ग्राम भएको कारणले यहीँ राखेको थिएँ है। मैले चाहिँ यस्तै छ है। मैले त चित्त बुझ्यो होला कस्तो रहेछ भनेर। सँगै हुन्छ यहाँ चाहिँ। ल गाइस अब म भिडियो बन्द गर्छु है, देखाउनु पनि देखाइसकेँ, बाँकी कुराहरू देखाउँदै जान्छु। हेलो गाइस, हाम्रो दाजुभाइको यात्रा जारी छ। टक्क नेपालबाट थाइल्यान्डमा ल्यान्ड भएको हामी टक्क कति घन्टा 9 घन्टा 9 घन्टा भइसक्यो। तर हामी यहाँ ट्रान्जिट टाइम चाहिँ कति 6 घन्टा वेट गऱ्यौँ है। 6 घन्टाको बसाएपछि गाइस, 6 घन्टाको बसाएपछि गाइस अब गाइस हामी चाहिँ अब फुकुओकातर्फ यात्रा हाम्रो सुरु हुन लागेको छ। अब ठ्याक्क 1 घन्टामा हुन्छ। त्योभन्दा अगाडि नै हाम्रो बोर्डिङ पास छ। हामी चाँडै छिरी सक्नुपर्ने हुन्छ होइन गाइस। टक्क हामीलाई एकदम निन्द्रा पनि लागिरहेछ, भोक पनि लागिरहेछ होइन। ल्याङ्ग्वेज प्रब्लम अनि मनी प्रब्लम यस्तै कुराहरूले गर्दा हामी अहिले ह्याप्पी हुन सकेको छैनौँ। धन्न नेट चाहिँ चलेर हो, नेट चाहिँ चल्यो होइन। हामी नेट चलेर आफ्नो आफन्तहरूसँग कुरा गर्न पायो। थोरै पनि अब त्यो टेन्सन इस्युजलेस चाहिँ भयो है, टेन्सन चाहिँ भएन है। दाइ चाहिँ अहिलेसँग गर्लफ्रेन्डसँग गफ गरेर बस्दा म चाहिँ आनन्द फोन चार्ज गर्दै बसेँ। ल गाइस दामी छ, अब हेर्दै गर्नु ल, अगाडि पनि देखाउँछु म होइन दाइ। ल अगाडि देखाउँछु दाइ। A1 हेऱ्यो होला नि त कस्तो 13 मिनट राख्नु मात्रै हिँडेर। हेलो 13 मिनट राख्नु हिँडेर। 13 मिनट भिडियो स्टार्ट भयो है। यो चाहिँ के गर्न खोजेको खास थाहै भएन। सफलहरू पनि गरिरहेछ होइन। यो चाहिँ हुनेछ यहाँ चाहिँ कता उनीहरू हेर्नु है कस्तो सिस्टमेटिक छ क्या है। वरिपरि यहाँ दाइ जानुपर्छ है, हामी जापानकै हो यो समुद्रको यात्रामा। कस्तो दामी एयरपोर्ट छ यार विदेशमा। हाम्रो देशमा चाहिँ के भएको यार।
छैन आउनु आउनु योभन्दा दामी होला अझै उता के अरे जापानमा क्या योभन्दा दामी होला जस्तो लाग्छ है किन यो बाटो चाहिँ हिँड्नु नआउने होला मस्ती हिँड्छ नि दाइको पनि मेरो पनि फर्स्ट यात्रा सुरु गर्छु भ्लग हजुर मोबाइल किनेर सुरु गर्छु यो एउटा हुन्छ नि एक्स्ट्रा हो क्या त्यो हामीलाई हुन्छ नि पार्ट टाइम भन्ने जस्तो त्यो त चाहियो अब ड्युटीभन्दा अरू के गर्ने त पनि हो अनि मोनिटाइज भयो भने त राम्रो पनि हुन्छ आफ्नो एउटा मेमोरीको लागि पनि त्यो चाहिँ हो कमाउँछु भन्ने त त्यो एकातिर छ ब्लगबाट होइन खतरा खतरा ब्यागहरू पसलहरू छ खै के किन्नु त हामी होइन सबै छ हजुर सबै छ पैसा त छ नि त अन्नै कहाँ चाहिँ जानुपर्ने अझै त्यही देखाउँछु त हो कति मिनट पो भनेको हिँडेर अप टु 9 मिनट हजुर कहाँ देखाइरहेको छ हौ उ त्यो ए हेर्नु होला नि के छ र जस मजा आइरहेछ हो यो हुन्छ नि यो बनेको कुराहरू पर्फ्युमहरू छ यहाँ यस्तो दामी कति लगानीमा बनायो भने है यो तपाईँ त म टक्क बियर चाहिन्छ होइन पाउनु सिक्छु कि कसो बियर गएपछि पानीभन्दा सस्तो अरे अनि जुन वे जाँदा नि हुने होला नि हाम्रो ग्रुपहरू त आएन त जुन बाटो जाँदा नि हुने होला हुने त हिँड्नु नपर्ने होइन अब त्यो चलिसकेपछि सग्ला गइन्छ हिँड्नु भाइ यो त ढिलो रहेछ फटाफट भन्दैछ त्यो उसले पनि कम्प्युटरले पनि जुत्ता देखाइदिउँ न अनि अब फोन किन्ने विचारमा हुनुहुन्छ होला नि त तपाईँको नि यसो भ्लगको लागि चाहिँ होइन काम चलाउँछ ठिकै रहेछ त हजुर कि भ्लगको लागि पनि हुन्छ यो हजुर अलिक It's now boarding at gate. यो चाहिँ हो कि कता है माथि हेऱ्यो कि हेऱ्यो हेऱ्यो के अन्त मेरो भाइ त्यही आइरहेको छ फेरि इङ्ग्लिस कतिको बोल्नुहुन्छ तपाईँ कति टाढा छ यो ठाउँ फेरि आमा मेरो खुट्टै दुइसक्यो त पछाडि घाउ नै भइसक्यो त योहरू हो एयर होस्टेलहरू हो हेऱ्यो चित्त बुझायो ए भ्लगमै फेरि के भन्नु छ कि मलाई फेरि कट सट गरिदिन हालिदिइहाल्छु भ्याउ लाग्छ कट सट गरी हिँड्नु त 7 मिनट अझै कता देखायो यतै अगाडि नै देखेर छु त्यो होला क्या त्यो
हजुर यता देखेर छ कि कता हो त्यो देखाएको इङ्ग्लिस भएको हो โปรดทราบเครื่องบินของสายการบิน हजुर และสายการบินบางกอก यता पनि छ कि 733และที่ अगाडि होला आउन त्यतै होला हेर्न सक्नुहुन्छ होइन एक्लै चाहिँ पुरा डरै लाग्छ यहाँ फेरि पनि फर्स्ट टाइम आउने मान्छेलाई कस्तो दामी बनाएको क्या है हिँडेरै जानुपर्ने यति टाढा भरे कतै फर्किनु पर्यो भने त A5 फिक्स हो नि हाम्रो A5 फिक्स हो नि योबाट जाँदैन त्यो लिफ्ट पनि नचल्ने रहेछ कि चल्दैछ त्यो ए अब त्यसरी नगरी चाहिँ हुँदैन सम्झिन्छु हजुर अहिले आएकै छैन हाम्रो पछाडि गाडी कति पैसा लगाएर त 12 भयो टाइम मिलायो यहाँको टाइम हजुर घडीमा चाहिँ मिलाएको ओ A5 आउनु लाग्यो जस्तो छ So A5 त यही हो त नि त्यही हो यतै हो कि कता हो This is only the preliminary announcement. We will have 12 more of which are international and Star Alliance flight. We will be ready to start boarding shortly. To reduce congestion, we would like to give priority to families with small children or infants, elderly passengers, and God, we never got so. assistance to board the aircraft first. During first class, during OK Class Platinum, during second class passengers, during यहाँ चाहिँ टाउन सिस्टमेटिक क्या हो यस्तो भएर Hi, thank you, namaste, I'm from Nepal. Okay. Welcome on board. Okay. Guys, यति ठुलो अहिले चाहिँ हामी 3:30 मा चाहिँ एयरबस 3:30. Excuse me. Okay. 还记得我上一次升舱是因为 दाइ हाई गरिदिनु बाहिर गएर हाई गरिदिनु ओके गाइस अब चाहिँ टक्क हामी चाहिँ रातिको 12 बजिसकेको छ हो टक्क हामी चाहिँ अहिले It's not good. Is it an old one or a new one? Okay. Okay, यहाँ चाहिँ अब सिस्टमेटिक रहेछ
चाहिँ हामी डिस्प्ले पनि यही छ हो टिभी हेर्दै जाने हो हामी चाहिँ यो अघि चाहिँ अलिक सानो उमार्थ्यो अहिले चाहिँ अहिलेको हाम्रो आज चाहिँ एकदमै ठुलो हो A330 या बसमा छौँ हामी है यो चाहिँ एकदम हेभी म चाहिँ अघि पनि झ्यालमा पऱ्यो अहिले पनि झ्यालमै छु है यहाँ बाहिर दामी देखिन्छ यो सायद म भ्लग बनाउँछु अनि थाहा पाएर पनि होला यसरी मलाई जुडेको मिलेन थ्याङ्क यू अब हामी भिडियो बनाउँछौँ होइन गाइज ओके अहिले चाहिँ अब यहाँ चाहिँ के चलाउने त भन्दाखेरि Attention please, passenger name Mr. Bai Chang and Mr. Xiang Yuda. If you stay on board, please identify yourself to cabin attendant. Thank you. अघिल्लो डिस्टेन्स जनेर आफ्नो इयरफोन पनि हाल्यो हो चलाउँछ कि चल्दैन साउन्ड कमेडी कमेडी पनि कता सर्च गर्नु नमिल्ने रहेछ जस्तै छ अब के होइन बजिसकेको छ र कफीले पनि आइसक्यो गाइस अब मजा हुन्छ हो हेर्दै जाने हो कमेडी भिडियोहरू मजा आउने रहेछ यस्तो टेन्सनै छैन अब उतासम्म पुग्नलाई हामीलाई